साथीहरु वेलकम ब्याक टु माई राइन भ्लग। आई होप कि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै नै छु। अनि आजको मेरो यो भ्लग चाहिँ जंगलबाट सुरु भएको छ हैन। अनि म चाहिँ तपाईहरुलाई आजको भ्यू देखाउन गइरहेको छु। आजको भ्यू चाहिँ यस्तो छ हैन। अहिले यो अब रात पर्दै गयो नि त, त्यही भएर यस्तो आइरहेको छ भ्यू चाहिँ हैन। मैले यहाँ भिरको चाहिँ यो ठुटा काट्न सक्दिनँ के गाइज, अनि त्यही भएर मैले सन्तोषलाई बोलाएको। आउँदैन सन्तोष पनि छुटिरहेको। यता घाँस काटेर मैले यहाँ माथि काटेर कुच्चो पारेर यहाँ बसिरहेको छु। सन्तोष 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 कहाँ कान पनि सुन्दैन हौ। साथीहरु आजको यो भ्यू चाहिँ मलाई कस्तो राम्रो लाग्यो चाहिँ। छिटो आउनु न यहाँनिर, यो फेद काट्न सकिनँ मैले भिरको। बौला पागल। यो बोट त सबै काट्नुपर्छ पछि। खुबै मलाई सिकाउने भएको रे। सो साथीहरु घाँसको भारी पुगेन अरे। अनि त्यहाँ चाहिँ मैले सन्तोषलाई काट्नु पठाएँ हैन। सन्तोष कस्तो अब यहाँनिर नि बाहिर चाहिँ अब अलिक टाढै देखाउँछ तपाईँलाई हैन। यसरी हेर्दा चाहिँ अब टाढै देखिन्छ, तर यसरी क्यामेरामा हेर्दा चाहिँ कस्तो नजिक छ जस्तो के हो। त्यहाँ अघि मैले एउटा रुख ढाली पो दिएछु। गफाडी। सो साथीहरु अब घाम कस्तो हुन थाल्यो। ओ यहाँ जुम गरेर हेर्दा त बवाल देखिँदो रहेछ त है। पहिरो गएर उपर साथीहरु डल्ले बारेमा उसको बडी देखाएको अरे क्या। अब नखोलो कच्चा चाहिँ ती रुखमा ठुङ्गेर कच्चा। अघि मैले हो त्यहाँ रुख ढालिदिएँ हौ, रुख ढालिदेऊ त्यहाँ। म त के को डाक्ला जस्तै लाग्यो कि, अनि घोटेर हान्नेको त रुख पो रहेछ अरे त। यत्रो जङ्गलमा हराउनु भने त नि सानी, यो यिनीहरू सबै जङ्गलमा यस्तो। किन जङ्गलमा चाहिँ अन्त किन हराउनु हौ। भारी पुग्यो पुग्छ। मनपर्छ यस्तो ज्याकेट मन पर्दैन हान्छ नि। किन लगाएको त नि फुकालेर फाल्नु नि। इज्जतको प्यार छैन। सबै छोडो घाँस। अब साथीहरु अब चाहिँ हामी लाग्यौँ गोठतिर। यो गीत कति मनपर्छ मलाई। यो सन्तोषलाई जानु कुटेर सानी। आज त घर जाँदा बाँसहरू के नलैजाउँ है। साथीहरु यहाँ चाहिँ हाम्रो कुच्चो सुकाइरहेको छौँ गरेको अरे।
प्याम्पस हो त हौ साथीहरू खुट्टा तान्नुपर्ने भयो साथीहरू मैले चाहिँ एउटै बेला खुट्टा तानिसकेँ यहाँबाट अब कस्तो राम्रो भ्यू देखिँदो रहेछ हौ बुब्बा के भयो फेरि मजाले नै देखेन सो साथीहरू यहाँ चाहिँ हाम्रो ग्वाली है यता हुनुहुन्छ मेरो लोग्ने श्रीमानपतिज्यू भिडियो बना गर्दै नि अनि यहाँ चाहिँ आँपको बोट छ ठुलो उयो सानै पहिरो गएको त कत्रो उयो कस्तो डरलाग्दो देखिँदो रहेछ हौ यो झिटा के आगो बाल्ने अनि पुग्छ र देखेको बनाउँछ त तोरी होइन सानो यो तोरी आइरहेको म साथीहरू यहाँ चाहिँ भनेको कुचो छ जङ्गली फुलहरू साथीहरू यहाँ देख्न सक्नुहुन्छ मिलाइमारी छ सो म चाहिँ यहाँ छु मेरो क्यामेरामा कस्तो के भयो यहाँ छु साथीहरू होइन अनि है भना मेला भयो आयो साथीहरू अल्छी लागेर है म चाहिँ सानै कस्तो भोक लाग्यो हौ के खानु तपाईँको गोबर चाहिँ कसले खान्छ हौ गोबर पो खानु भन्दो रहेछ कि क्या हो मलाई त अनि यस्तो मान्छे चाहिँ यहाँ हेर्नु न सानै सानै हो यता हेर्नु न ननसेन्स झुकेगा नहीं साला त्यो आकाश र धरती तिमी र म जिनेली तिमीले पाड्यौ मैले त पादेको छैन
कपाल जस्तो बाटो त्यस्तै अनुसारको लुक्स चेन्ज हुन्छ सानो कन्ना फेरि आउनु न हौ यहाँ आउनु नि हौ कस्तो खालको डाम्ना छ हौ अब साथीहरू यो चाहिँ टाउकोमा बानी मैले मेरो चाहिँ यसो हट्यो हेर्नु जस्तो छ्या कति हाँसो पनि देखिने रहेछ रे जाडो भएको बेलामा अब उता पनि जानु होइन सरिका सेल्टिङको भिडियो बनाएको सुन्नु त मेरो हातमा गो कति मिठो छ अहिले तपाईँको बर्थडेमा यही काट्ने केक हो झन्डै मार्यो मेरो अर्को पन्जा कता छ चप्पलै उडाएर अस्ति कस्तै उ गर्नु पर्थ्यो नि त्यो उमा This is a cake. खाने हो केक केक पाउने छैन लेकमा त्यसैले सबैले धर्म केक पाउँदैन लेकमा यो साने खुकुरी यो छोडिराख्नु होला कि यसलाई जानुपर्छ साथीहरू अब चाहिँ हामी लाग्यौँ सानो बोक्नु न हौ बोक्छु नि यो कालोमा कस्तो गर्छ कस्तो खालको छ हौ बोक्नु न हौ बोक्नु न हौ नाइ आजकलको बाटो जान थाहा छ कुन यहाँ आउनु न यो के को फुल हौ बोक्नु न अब त तेर्सो छ त आउनु न यहाँ कुन फेरि मेरो अडिन्छ म मिस्त्री हुन्छु तान्नु न कस्तो खालको बुढा हो अनि म तान्दा मेरो कोटुले तानिन्छ तपाईँको तानिन्छ कोटु चाहिँ जान्दैन सानो गएर चाहिँ के भन्नु अलैँची के गोड्नु हो गोड्छ पहिला कत्रो सकिन्छ तान्नु एउटा बोटा 5 किलो खोल्दियो त्यो नि सुक्खा यस्तै गर्छ अब अहिले पानी माछ बाँकी हो हामी चाहिँ यहाँ पर होइन स्मारिका सोल्टिनहरुकोमा गएको बाटो तान्नु मिल्छ पहिला हे भगवान यस्तो बाटोमा जानु भने यो बाटोमा यता झर्नु यो खाने के भएको अनि म 50 दिन्छु बोका ठ्याक्कै बोका लिम्बूको छोरै काट्छ नि होस् गरेर राइनी हो राइनी होला मेरो बुढी नै राइनी हो आइया राइनी
राइनी पो त राइनी अरे लिम्बूको छोरोले एक हातले ताली पो पर्दैन त तपाईँको गाला त पुराङ्गै बज्छ नि फेरि अरू पढिँदैन है अरू चाहिँ पढिँदैन एक हातले त कहाँ के पड्किन्छ के पढिँदैन अमलाको एउटा खोइ त्यहाँ छ त्यहाँ त फल्दैछ ए हुन्छ सिरिजको होइन र सिरिजको बोट होइन त्यो त्यसको माथि त्यो लहरा छोपेको छ त पुरै लहरा हो त्यो अमलाको यहाँ पनि छ अमला कहाँ त्यो कालो कालो यस्तो बोर्डहरू जस्तो छ त गएको छ त उ डढेको खोइ त्यो पार डाँडामा उ त्यो डाँडामा त्यो कालो सिरिस रातो रातो फलेको छ त त्यही छ त्यो कालो बोटहरू होइन उ त्यो पनि तल्लो पनि अम्बक पाएको फलेको छैन कान्छाहरूको खेत हामीलाई के को मोटो लोभ उही माथि छ होइन चेन कान्छाको बाउको यहाँ छ नि यहाँदेखि यस्तो माथिदेखि तल खोला छ हे यु म्यान यहाँ गालामा गर्नु उबाट कसको कान्छाहरूको वस्तु हो मान्छेले देख्छ लाज हुन्छ हौ आयो के भएको आजकलको केटाकेटी लप परेको परेको लप परेर नि बिहे भएको लभ म्यारिज हो यो त साथीहरू आपको बोट हो के को बोट अरे आपको बोट हो रे कत्रो ठुलो क्या पछाडि हेर्नु न यहाँ आयो आयो छैन भएको के चाहिँ खै ए त्यसो साथीहरू च्यान छ है च्यान च्यान हो च्यान च्यानो बोलेको माथि च्यान होला उकालो चढ्दा चढ्दा मरे सो साथीहरू आजको भ्लग चाहिँ मैले यहीँ इन्डिङ गरेँ होइन अनि सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै यो भ्लगलाई मैले इन्डिङ गर्न चाहेँ किनभने उकालोमा म बोल्नु सकिनँ हो एकदमै धेरै थाकेँ सो अब अर्को नयाँ मिनी भ्लगमा भेटौँला है छैन होला सो थ्याङ्क यू फर वाचिङ